नमस्ते साथीहरू। आज पनि मैले धरती माता र मानव जीवनको बारेमा एउटा कथा सुनाउन गइरहेको छु। पक्कै पनि सुनेर साथ दिनुहोला भन्ने प्रयासका साथ। एक समयको कुरा हो, धरती माता शान्त र हरियालीले भरिएको थिइन्। उनका काखमा जङ्गल, नदी, हिमाल, असङ्ख्य जीवहरू खुसीका साथ बस्थे। मानिस पनि धरती माताको सन्तान झैँ उनीसँग प्रेम गर्थे। समय बित्दै जाँदा मानिसहरू बुद्धिमान त भए, तर लोभ पनि बढ्दै गयो। उनीहरूले जङ्गल काट्न थाले, नदीहरू प्रदूषित गर्न थाले र प्राकृतिकलाई हानि पुर्याउन थाले। धरती माता मौन भएर सहिरहेकी थिइन्, तर भित्रभित्रै पीडाले भरिएकी थिइन्। एक दिन धरती माताले मानिससँग भनिन्, म तिमीहरूको घर हुँ, तिमीहरू म बिना अधुरो हुन्छौ, तर म तिमीहरू बिनाको अस्तित्व छैन। यदि तिमीहरूले मलाई बचाएनौ भने तिमी आफै सङ्कटमा पर्दछौ। त्यसपछि केही मानिसहरूले आफ्नो गल्ती महसुस गरे। उनीहरूले रुख रोप्न थाले, नदी सफा गर्न थाले र प्रकृतिलाई सम्मान गर्न थाले। बिस्तारै धरती माता फेरि मुस्कुराउन थालिन्। यस कथाले सिकाउँछ कि धरती माता हाम्रो जीवनको आधार हुन्। यदि हामीले प्रकृतिको रक्षा गऱ्यौँ भने मात्र हाम्रो भविष्य सुरक्षित हुन्छ भनेर। धन्यवाद कथा सुनेर साथ दिनुभयो। पक्कै पनि यस्तै यस्तै कथाहरू लिएर तपाईँहरूसँग उपस्थित हुनेछु अन्य दिनहरूमा पनि र अन्य भिडियोहरूमा पनि। तपाईँहरूले जति तपाईँहरू समक्ष मेरो भिडियोहरू आएका छन्, सन्देशमूलक, रोचकमूलक र ऐतिहासिकमूलक, कुनै कुनै एउटा शिक्षामूलक ज्ञानहरू लिएर पक्कै पनि म आउने छु। पक्कै पनि तपाईँहरूले मलाई साथ दिनुहुन्छ भन्ने प्रयासका साथ मैले तपाईँहरूसँग यो भिडियो प्रस्तुत गरिसकेँ। आज पनि मेरो खासै यो गलाले त्यति राम्रोसँग साथ नदिएको हुँदा राम्रोसँग कथा वाचन गर्न पनि सकिनँ। कहिले कथा गजल गीत लिएर आउँछु त कहिले एउटा कथाहरूलाई आफूले बनाएर नभए कुनै पनि ऐतिहासिक कथाहरूलाई लेखेर देखेर सुनेर भोगेको कुराहरूलाई उच्चारण गर्न प्रयास गर्दैछु। पक्कै पनि तपाईँहरू साथ सपोर्ट गर्नुहुनेछ। आफ्ना मनमा लागेका कमेन्टहरू छोड्न भनी नभन्नु होला। लाइक गर्नु सक्नुहुन्छ, सेयर पनि गरिदिनु होला भिडियोलाई। अनि आफ्नो प्रतिक्रिया पनि छोड्न नभन्नु होला है त। पक्कै पनि तपाईँहरूले गरिदिनु भयो भने तपाईँहरूको पनि भलो हुनेछ। धन्यवाद।